नेपालको नेपाली फिल्म क्षेत्रको मैले नेपाली फिल्म क्षेत्र फिल्मलाई चाहिँ एकदमै पहिलेदेखि नै मुम्बईमा बसे पनि भन्छ नि जता बसे पनि मन चाहिँ आफ्नै ठाउँ आफ्नै जन्मेको हुर्केको ठाउँमा हुँदो रहेछ कि यो चाहिँ मैले खासमा भन्नको लागि मात्र भने होइन किनकि कस्तो हुँदो रहेछ भन्दाखेरि जब मान्छेले बर्डर क्रस गरेर अरू देशमा जान्छ नि तब मात्र उसलाई रियलाइजेसन हुँदो रहेछ कि आफ्नो देश आफ्नो माटो आफ्नो मान्छे भन्ने के हुँदो रहेछ र कतिको इम्पोर्टेन्ट रहेछ र त्यो फिलिङ नै इट्स भेरी भेरी डिफ्रेन्ट के त्यो मैले भर्खर आई थिङ्क एक्सप्लेन गरेर पनि त्यो तपाईँहरूसम्म मैले त्यो व्यक्त गर्न सक्दिनँ होला तर मैले चाहिँ आफूले रियलाइज गरेको कुरा चाहिँ बर्डर पार गरेर जब म गएँ मलाई मेरो आफ्नो देशको अझै बढी माया र अझै आफ्नै कन्ट्रीमा पनि केही गर्न पाए हुन्थ्यो अझै आफ्नो अब म त स्पेसली अब एक्टिङ विधामा अब यति मलाई इन्ट्रेस्ट पनि छ र मलाई राम्रो अपर्च्युनिटी पनि आएको कारणले गर्दा आम भेरी भेरी ग्रेटफुल कि मलाई यसरी अपर्च्युनिटी आएको छ र त्यो चिजलाई चाहिँ मैले कहिले पनि हुन्छ